गाइस म आज खेतमा आएको मेरो मकै कस्तो भयो हेर्न जाउँ भनेर खेतमा आएको। मकै यस्तो रहेछ। थुप्रै दिन भएको थियो नआएको। थुप्रै दिन भन्नाले 3 दिन भयो नआएको। 3 दिनपछि आउँदाखेरि यस्तो भएको रहेछ। अलिअलि किरा लागेको रहेछ। किराको औषधि हालिरहेको छ। यहाँ चाहिँ यस्तो भएछ। यहाँदेखि लिएर तलसम्म हेर्छ। कस्तो रमाइलो हुने खेती गर्दाखेरि। कति रमाइलो हुँदो रहेछ भने कति वर्ष भएको थियो मैले खेती गरेको थिएन। अनि यसपालि 22 वर्षपछि यसपालि खेती गर्नलाई फेरि सुरु गरेको। मलाई मन लाग्यो, रहर लाग्यो धेरै। त्यसै बस्न मन लागेन। अनि त्यही भएर मैले यस्तो खेती गरेको। अहिले चाहिँ मकै रोपेको छु। अब यो मकै निकालिसकेपछि धान रोप्ने हो। यस्तो मकै आउँछ भन्ठानेकै थिएन। उम्रिने बेलामा सानो सानो थियो, राम्रै थिएन बिरुवाहरू। हिँड्दा हिँड्दा हैरान। टाढा अहिले आलीहरू ठुल्ठुलो छ, त्यही भएर हिँड्नलाई गाह्रो। मकै पनि ठुलो भइसकेछ। यत्रो चाहिँ यस्तो चाहिँ ल घरमा त्यसै चुप्लाएर बस्नु नहुने रहेछ कि खेती गर्नुपर्ने रहेछ। ज्यानलाई स्वास्थ्यलाई राम्रो हुने, वकिङ जानु नपर्ने, केही गर्नु नपर्ने, एकदम राम्रो हुने। बिहान बेलुका आफ्नो खेती छ भन्नु, आफूले खेती गरेको छ भन्नु, हेर्न जाने। अनि आफ्नो ज्यानलाई पनि राम्रो हुने, सुरक्षित हुने, एक्सर्साइज गर्नु नपर्ने, केही नपर्ने, आनन्द आउने, मनमा पनि सन्तोष हुने, हरियाली देख्न पाइने, आँखालाई पनि राम्रो हुन्छ। त्यही भएर यस्तो चाहिँ हामीले गर्नुपर्छ। त्यसै चुप्लाएर घरमा बस्नु हुँदैन। ल यस्तो चाहिँ मलाई त्यो मान्छेहरू चुप्लाएर बसेको हेर्दाखेरि आफैलाई सकसक लाग्छ। किन होला चुप्लाएर बस्ने मान्छेहरू नगर्ने खेती। यस्तो हरियालीमा आफूले काम गर्यो भने हाम्रो आँखाको पनि बिमारी लाग्दैन र जिउहरूलाई पनि हामीलाई केही हुँदैन र सबै राम्रो हुन्छ। खाना पच्छ। हामी एक्सर्साइज जानु पर्दैन, वकिङ गर्नु पर्दैन, केही गर्नु पर्दैन, जिम जानु पर्दैन। सबै यसैमा ठिक हुन्छ।